दर्शन नमस्ते वेलकम ब्याक टु माई आवर युट्युब च्यानल। स्वागत छ तपाईहरुलाई मुना नानीको युट्युब च्यानलमा। सो न्यू डे एन्ड न्यू ब्लगको साथमा हजुरहरु सामु उपस्थिति भइसकेकी छु। म हुँ हजुरहरुकै हँसिली रसिली मुना नानी है त। सो आजको ब्लग चाहिँ त्यही हो। हजुरले थाहा पाइसक्नु भएको छ। फर्स्ट अफ अल त सबैजनालाई ह्यापी न्यू इयर भन्न चाहन्छु हैन। सो हामी चाहिँ न्यू इयर मनाउन हिँडेको गाइजहरु हेर्नु होला हाम्रो ग्याङ हैन। बाटोमा हामी चाहिँ वेट गरिरहेको छौँ अझै ग्याङहरुलाई हैन। सो मेरो छोरी मेरो बुढो सो उता देवर देउरानी यता नन्द उता भाइहरू गइसके ल। हामी चाहिँ अब उहाँ पुगेपछि गर्छ है त ल। सो भाइ सो हामी चाहिँ आइसकेको छौँ है गाइस। अब चाहिँ हामी चाहिँ भिडियो बनाउनु पाइँदैन। ल भिडियो बनाउनु पाइँदैन अर्थ नि यहाँ त के गर्नु भिडियो बनाउनु पाउँदैन होला। बहिनी कता हेऱ्यो त वाउ क्युटी भएर कता हिँडेको तिमी क्युटी भएर कता क्युटी भएर हजुर यस ओ बाबा देखेको त खैरो हो कि क्या खैरो हो। ल हामी चाहिँ घुम्न आएको है। कहाँ अरे हो 30औं वन्यजन्तु सप्ताह 2082 अरे ल। आमाम कस्तो पढेको मैले छ यहाँ कमेडी हुन्छ कि भनेर पढेको। ओ माई गड भुसीले हान्न लागेको छ उता हेरेर सक्नुहुन्छ तपाईँहरूले। टाउको दुख्यो यार लास्टै हेट्टे कुटलु अम्म कति क्युटी भएको तिमी त। सो अब चाहिँ हामी यहाँभित्र छिरेर हेर्दैछौँ नि गाई चाहिँ के के छ। ओइ यो साँच्चीकैको हो कि अनि ऊ के पनि भएको मरेको अरे यो हात्ती हो। यसलाई कसरी यसरी राख्नु हुन्छ बाबु। हामीले कस्तो मजाले उ गरेर राखेको सिलाइ वरि पुरै हात्ती नि। यहाँ पनि छ हात्ती अनि यहाँ छ हात्ती। यो चाहिँ के हो कस्तो मतलब के बिरालो हो। यहाँ यो चाहिँ हात्तीको सुँड हो। सुँड राम अर्नाको टाउकोहरू हेर्नु न उहाँ अर्नाको टाउकोहरू। भ्लग बनाउँदैछु म। अनि हेर्नु न स्नेकहरू ओ माई गड स्नेकहरू सबै आमा कस्तो मजाले क्या है। आमा कस्तो नबिग्रिँदो रहेछ हो अचम्म नजाने हो यस्तो। आमा यो स्याल हो के हो यो स्याल हो के हो डियर अरे खोइ मरेको छ डल्फिन सबै मरेकोहरू चाहिँ क्या मेमोरिजको लागि राखेको होला। यो चाहिँ के को टाउको हो हात्तीको टाउको हेर्नु त यहाँ गाई यस्तो हुँदो रहेछ ल। व्हाट इज दिस सबै हेर्नु न कसरी यो रहन्छ हौ बाबा कसरी रहन्छ यो हेर्नु न डल्फिन रे सिलाइ गरिराखेर सबै मरेको है। तर तिमी पनि डल्फिन हेर्न आएको हो खैरु। यो चाहिँ माछाको आइटमहरू हुन्छ। कता राम्रो आउँदैन